गर्नै पर्छ किनकि हामीलाई थाहा छ एक माघले जाडो जानेवाला छैन त्यसकारणले हाम्रो हिसाब क्लियर छ 5 वर्षका लागि हामीलाई हेर्नुहोस् यदि कविन्द्र बुर्लाकोटी पनि अरु जस्तै निस्क्यो भन्ने लाग्यो भने अर्को चोटी यो याङकोटलाई घण्टी निषेध घोषणा गरिदिनुहोस् अर्को चुनावमा बारम्बार एउटा चिन्हमा मतदान गरिरहनु पर्दैन 5 वर्षसम्म एक पटक हामीलाई परीक्षणको मौका दिन म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु मलाई धेरै कुरा भन्न मन छ तर मैले तत्काल काठमाडौँ फर्किनु छ भोलि फेरि दोलखा पुग्नु छ चुनाव लागेको छ यस्तै छ जेठी माग्छे पानी कान्छी माग्छे घाम म कता जाम भने जस्तो स्थिति छ यसकारणले तपाईहरुले यति समय दिनुभयो धेरै धेरै धन्यवाद म अलिकति अघि साथीहरुले भने जस्तै रिङ्गेबङको रागो पनि रन्काइदिन्थे घाँटी सारै खराब छ तपाईहरुले बुझ्नु नै हुनेछ अब विजय जुलुसमा रन्काउला तपाईले कविन दाइलाई जिताइसकेपछि विजय जुलुसमा याङकोट आएर गाउला लु मैले चिलिम फर्काए जय गान्धी एउटा गीत गाइदिनु हे बोलाउँदा नबोलिने रवि दाइको मान्छेलाई नचिन्ने घन्टी टिनी निनी ए घन्टी टिनी निनी ए घन्टी टिनी निनी नाच फिनी निनी नाच फिनी निनी ए घन्टी टिनी निनी ए घन्टी टिनी निनी नाच फिनी निनी नाच फिनी निनी धन्यवाद धन्यवाद ओके धन्यवाद एकदमै उहाँ फरक व्यक्तित्वको भए तापनि फरक क्षमता एकदमै धेरै क्षमताहरू राख्नु भएको छ कलाकारी क्षमतादेखि लिएर हरेक क्षेत्रमा चाहिँ एकदमै प्रखर हुनुहुन्छ यस्तै गरेर अब हाम्रो यस आफूखेरिने तनहुँको संगठन विभाग प्रमुख अनिल श्रेष्ठजीलाई आफ्ना केही कुराहरू राखेर यो आजको यस कार्यक्रम अन्त्य गरिदिनुको लागि आग्रह गर्न चाहन्छु धन्यवाद कार्यक्रम सञ्चालकज्यू सम्पूर्ण साथीहरूलाई एकपटक जोडजाडका साथमा जय गान्धी जय गान्धी आसन्न